शिक्षक आन्दोलन र संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफल भइरहेकै बेला शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। ओलीको रजाइमा भट्टराई शिक्षा मन्त्री नियुक्त भए पनि सुरुदेखि नै यी दुईबीच तालमेल मिलेको थिएन। यसले गर्दा शिक्षकहरूको समस्या समाधान गर्दै आन्दोलन टुङ्ग्याउनको लागि भएका वार्ता र छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्री भट्टराईलाई बाइपास गर्न थाले। केही छलफलमा विभागीय मन्त्रीलाई नै बाइपास गरेपछि शिक्षा मन्त्री भट्टराई ओलीसँग थप चिडिए। यसले गर्दा शिक्षकसँग भएका वार्ता र छलफलमा भट्टराई उपस्थित हुन छोडिन्। चैत 15मा त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजङ बरालले राजीनामा दिएपछि ओली र भट्टराई बीच थप दूरी बढ्यो। समयमै परीक्षा गराउनेदेखि नतिजा प्रकाशन गर्ने जस्ता देखिने काम गरेका बराललाई राजीनामा फिर्ता गराउन मनाउनु पर्ने भट्टराईको भनाइ थियो। तर पनि प्रधानमन्त्री ओलीले भट्टराईको असहमतिबीच बरालको राजीनामा स्वीकृत गरिदिए। काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्तिमा पनि शिक्षा मन्त्री भट्टराईको असहमति थियो। त्रिवेणीको जग्गा हिनामिना सम्बन्धी प्रतिवेदन बुझाइए पनि यसलाई ओलीले सार्वजनिक गर्न मानेनन्। नयाँ प्रतिवेदनमा थप अनुसन्धानको काम नै अघि बढ्यो। यो विषयमा पनि शिक्षा मन्त्री भट्टराईको असन्तुष्टि थियो। आफ्ना हरेक काममा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सुधारका लागि गर्न थालिएका काममा सहयोग नगरेपछि शिक्षा मन्त्रीबाट भट्टराईले राजीनामा दिएको बताइएको छ।